यात्राको उत्सवको रूपमा मनाउन गइरहेका छौँ। हामी एक्लैले मात्र गरेर सम्भव भएको छैन। यहाँ चाहिँ टिमको कुरा आएको छ। यो टिममा चाहिँ हामी सम्पूर्ण वार्ड इन्चार्जहरूदेखि लिएर हाम्रो ल्याब टेक्निसियनदेखि लिएर म्यामहरूलाई ल्याबको म्यामहरूलाई सबैलाई नै म हार्दिक धन्यवाद दिन चाहन्छु। टुगेदर गाइनी कोलिग्स जति बेला पनि जे भए पनि हामी जाँदाखेरि अल द टाइम दे हेभ बिन वर्किङ विथ अस। स्पेसली हाम्रो चाहिँ यो सक्सेस पहिला सुरुमा जब सिएलएमसी खोल्ने भनेर भयो, हस्पिटल डाइरेक्टर सरले धेरै हेल्प गरिदिनु भयो र यसमा मलाई अहिले यो हामी यो अवस्थामा आएर 1 वर्षसम्म हामीले आएर र यति हामीले बच्चाहरूलाई एउटा जीवनदानको रूपमा हामीले जाँदाखेरि चाहिँ अब कसैको इन्भर्टेड निपल हुन्छ, कसैको फ्ल्याट निपल हुन्छ, कसैको निपल सोर हुन्छ, त्यो सबले हामीले हेल्प गर्छौँ। इन्भर्टेड निपल छ भने वार्डमा जाने, सिरिन्जहरू काट्न लगाएर तान्न लगाउने, सङ्क्रमण त कम्प्युटरबाट सहयोग गर्नु। अब हामीले चाहिँ आमालाई मोटिभेट गर्छौँ, आफ्नै दुध खुवाउनु, अरू बच्चाहरूको दुध नखुवाउनु, आफ्नो दुध पाएको बच्चा र अरू बच्चाको दुधहरू खाएको बच्चा चाहिँ इन्टेलिजेन्ट पनि हुन्छ। आफ्नो दुध पाएको बच्चा चाहिँ अर्को तुलनामा इन्टेलिजेन्ट हुन्छ। यस्तो काम भन्नाले 6 महिनासम्म चाहिँ आमाले बच्चालाई 2 घन्टामा दुध खुवाउनु, एकपट्टिको दुध खुवाउँदाखेरि 20 मिनटदेखि आधा घन्टैसम्म खुवाउनु भनेर हामीले चाहिँ उहाँहरूलाई भनिरहेको हुन्छौँ। मन्थ अनुसारको एमाउन्ट चाहिँ फेब्रुअरीमा हाम्रो 5255 ml चाहिँ भएको छ, मार्चमा 2805 ml, एप्रिलमा भनेको 1180 ml, अनि मेमा भनेको 2070 ml र भन्दा कम चाहिँ डिसेम्बरको 295 ml मात्रै थियो र टोटल चाहिँ 29165 ml। डिस्पेन्समा 5जना बच्चाले पाएको छ। अक्टोबरमा भनेको 1875 ml, त्यो पनि 3जना बच्चाले पाएको छ। नोभेम्बरमा 1000 ml 2जना बच्चाले पाएको छ। अनि डिसेम्बरमा 2705 ml 2जना बच्चाले पाएको हो। अरू साथीहरू, सिनियर दिदीहरू, डक्टरहरू सबैजनालाई चाहिँ भेरी वार्म गुड मर्निङ है। मेरो पार्टमा चाहिँ अब हाम्रो सिएलएमसीको एनिभर्सरीमा चाहिँ ओपिडीमा चाहिँ हाम्रो 105 मदर्सहरूलाई काउन्सिलिङ गर्नुमा, वार्डमा चाहिँ 13,636 मदरहरूलाई चाहिँ हामी विभिन्न वार्डमा जस्तै गाइने, पोस्टनेटल अनि एनसिएच 1, 2, पिडिया 1, 2 मा चाहिँ हामीले 13,636 मदरहरूलाई काउन्सिलिङ गरेको छौँ। त्यसमा चाहिँ कमन प्रब्लमहरू के देखेको थियो भने चाहिँ पोजिसनमा चाहिँ मदरहरूमा चाहिँ हामी हेल्प गरेको थियौँ। निपल सोरहरू देखेको थियो, क्र्याक निपलहरू देखेको थियो। हामीले चाहिँ पास्टराइजेसन गर्दाखेरि चाहिँ 150 ml चाहिँ एक्सेस एमाउन्ट भएर चाहिँ डिस्कार्ड गर्नु परेको थियो जुलाईमा। अगस्तमा चाहिँ हाम्रो कल्चर पोजिटिभ चाहिँ 790 ml चाहिँ कल्चर पोजिटिभ आएर चाहिँ डिस्कार्ड गरेको थियौँ। 125 चाहिँ थप गर्दाखेरि चाहिँ मिसक्यालकुलेसन भएर 195 ml चाहिँ डिस्कार्ड गर्नु परेको थियो एनआइसीको बेबीको लागि। अर्को हुन्छ कल्चर रिपोर्ट यस्तो सरसर्ती हेर्दाखेरि मेन हामी सिएलएमसी हामीले सुरु गरेको थियौँ पास्चराइजेसन कल्चरहरू सुरु गरेको थियौँ। त्यतिखेर हेर्दाखेरि हामीले के देख्छ भन्दाखेरि सुरुमा हाम्रो कोलोनिज काउन्ट एकदमै धेरै देखेको थियो। स्टेफाइलोकोकस मोर देन 30 कोलोनिज, कल्सको पनि मोर देन 10 to the power 4 कोलोनिज भएको थियो। अनि पछि बिस्तारै हेर्दै जाँदाखेरि चाहिँ अहिलेसम्म आइपुग्दाखेरि हाम्रो के छ भन्दाखेरि जुन पहिलाको अर्गानिजम्सहरू छ त्यो घटेको छ र कोलोनी काउन्टहरू पनि कम्पेरेटिभली पहिलाको भन्दा घटेको देखिन्छ। जस्तै हाम्रो डिसेम्बर चाहिँ हाम्रो चाहिँ कन्स मात्रै छ, जुन चाहिँ नर्मल स्किन फ्लोरा नै हो, त्यो चाहिँ कोलोनी लेस देन 10 to the power 3 विच इज समहाउ ओके टु गिभ टु दि बेबी भनेको बच्चालाई दिन मिल्ने कोलोनी हो। यो चाहिँ भनेको हामीले चाहिँ ग्रेजुअली सुरुमा जति अर्गानिजमहरू जुन चाहिँ दिन नमिल्ने अर्गानिजम थियो जसको कारणले गर्दा चाहिँ हाम्रो चाहिँ हामीले हेरिसकेको चाहिँ हामीले 5640 ml मिल्क डिस्कार्ड गर्नु परेको थियो। त्यो चाहिँ अहिलेसम्म आइपुग्दाखेरि चाहिँ कम्पेरेटिभली यसबाट पनि बुझिन्छ कि हामीले चाहिँ राम्रोसँग गरिरहेको छौँ भनेर। अब चाहिँ प्रब्लम र च्यालेन्जेस, हाम्रो मेन च्यालेन्ज भनेको चाहिँ लो नम्बर अफ डोनर मदर नै हो। त्यो चाहिँ वी आर स्टिल स्ट्रगलिङ इन दिस फेज। अनि यसो बुझ्दाखेरि चाहिँ के प्रब्लम हुँदो रहेछ भन्दाखेरि चाहिँ हाम्रो युजली पोस्टनेटलमा र एमसिएचहरूमा मदरको ड्युरेसन अफ स्टे नै जम्मा 2 to 3 days हुन्छ। जतिखेर चाहिँ मिल्क आउनु थाल्छ त्यतिखेर मदर ठ्याक्क डिस्चार्ज हुनुभएको भएर चाहिँ मेन प्रब्लम हाम्रो त्यसमा छ। अर्को भनेको चाहिँ ल्याक अफ प्राइभेसी इन मिल्क एक्सप्रेसन एरिया थियो पहिला, त्यो कसरी ट्याकल गर्नु त्यो म पछि आउँछु।
अर्को चाहिँ इनएडिक्वेट भेन्टिलेसन, एब्सेन्स अफ एयर कन्डिसनिङ थियो पहिला, जस कारणले गर्दा चाहिँ हाम्रो कल्चर पोजिटिभिटी रेट बढी देखिएको। अर्को भनेको लिमिटेड नम्बर अफ स्टेराइल कलेक्सन बोटल विच इज स्टिल देयर। अर्को इरेगुलर सप्लाई अफ स्टेरिलाइज इक्विपमेन्ट्स एन्ड गाउन्स, त्यो हामीले लगभग ओभरकम गरिसकेका छौँ। अर्को डिले अर अनअभाइलेबिलिटी अफ सेरोलोजिकल टेस्ट रिपोर्ट्स विच इज स्टिल द प्रब्लम। अर्को पर्सिस्टेन्ट कल्चर पोजिटिभिटी रिपोर्ट्स, हामीले चाहिँ यो सबै प्रब्लमहरू चाहिँ त्यतिखेर फेस गरिसकेपछि हामीले इन्टरभेन पनि गरेको छौँ। इन्टरभेन के गरेको छौँ भन्दाखेरि चाहिँ वी हेभ इन्क्रिज अर वी हेभ एम्फेसिस मोर अन द ह्यान्ड हाइजिन प्र्याक्टिसेस। काउन्सिलिङ सेसन्सहरू पनि हामीले इन्क्रिज गरेका छौँ र पछि पहिला चाहिँ हाम्रो एन्टिनेटल पोस्टनेटल एमसिएसमा मात्रै इन्क्लुड थियो भने पछि हामीले ओपिडी एरियाज पनि इन्क्लुड गरेर काउन्सिलिङ एरियाजहरू बढाएको छौँ। त्यसपछि मिल्क एक्सप्रेसन एरिया हामीले जुन पहिला थियो त्यसलाई हामीले रिलोकेट गरेर नयाँ ठाउँमा राखेका छौँ विथ प्राइभेट स्पेस अनि वेल इक्विप्ड एयर कन्डिसनिङ छ त्यसमा। अनि हामीले हेर्दै जाँदाखेरि स्टिल कल्चर पोजिटिभ रिलोकेट गर्दाखेरि पनि स्टिल कल्चर पोजिटिभ नै आएको भएर फेरि हामीले कल्चर रिपोर्टहरू ठाउँ ठाउँबाट पठाउँदाखेरि हामीले चाहिँ मेन सोर्स अफ कन्टामिनेसन वाज वाटर इन आवर केस। त्यसले गर्दा फेरि हामीले रिमोट ट्रिटेड वाटर चाहिँ अहिले युज गर्न थालेको छौँ। त्यसपछि अर्को पनि प्रब्लम भेट्यो, हामीले चाहिँ मेन मिल्क एक्सप्रेस ब्रेस्ट पम्पमा प्रब्लम भेटेको भएर चाहिँ हामीले चाहिँ पहिला मेडेला र स्पेक्ट्रा दुई थरीको ब्रेस्ट पम्पहरू युज गर्थ्यौँ, बोथ एमओएमको लागि मात्रै पनि डोनेसनको लागि मात्रै पनि। त्यसपछि यही ब्रेस्ट पम्पमा पनि हामीले ग्रोथ देखेको भएर हामीले के गर्न थाल्यौँ, मेडेला चाहिँ म पनि आफ्नो बच्चालाई खुवाउन युज गर्नलाई चाहिँ मेडेला युज गर्न थालेछौँ भने जुन मदरले चाहिँ डोनेट गर्छ त्यो मदरलाई चाहिँ स्पेक्ट्राकोले मात्रै ब्रेस्ट मिल्क एक्सप्रेस गर्न थालेछौँ। त्यसपछि अर्को इन्टरभेन्सन हामीले के गरेछौँ भने ब्रेस्ट एक्सप्रेस गर्न अगाडि वार्म गज जुन चाहिँ रो वाटर भएको अनि सोप मिक्स भएको स्टेराइल गजले क्लिन गरेर मात्र ब्रेस्ट फेरि बल्ल एक्सप्रेस गर्नुपर्छ। यति इन्टरभेन गरिसकेपछि चाहिँ हाम्रो कल्चर नेगेटिभ चाहिँ बिस्तारै जहिलेदेखि सिएलएमसी स्टार्ट गरेको थियौँ त्यो स्टेराइल बोटल स्टिल 1 इयरदेखि हामी सेम नै बोटल युज गरिरहेका छौँ। त्यो बोटल चेन्ज गर्न अति आवश्यक छ। हाम्रो सिएलएमसीमा एउटा सिङ्गल डेडिकेटेड हेल्थ एडको एकदम आवश्यक छ। अहिले 5 to 8 लाई एकजना दिनुभएको छ, तर उहाँ पर्टिकुलरली सिएलएमसीलाई मात्रै भन्दा पनि यताउता अरू काममा पनि बिजी हुनुभएको भएर अब हाम्रो पास्चराइजेसन गर्दाखेरि पनि फिजिकल टेस्टिङ फर डोनर मदरको एडभोकेसी हाम्रो चाहिँ हाम्रोमा दुध के छ उहाँको सेरोलोजिकल प्रब्लम भने तर जो मदरहरू हाम्रोमा त धेरै जस्तो रिफरै भएर आएको हुन्छ अथवा बाहिर डेलिभरी भएर आएको बच्चाहरू हुन्छ त्यस्तो मदरको सेरोलोजी रिपोर्ट अनेक हामीलाई सेरोलोजी गराउन निकै गाह्रो परेको छ। उहाँहरूले अब पेमेन्टै गरेर गर्नुपर्छ। यो पार्ट चाहिँ यदि हस्पिटलले चाहिँ त्यो फ्री गराइदियो भने चाहिँ स्टिल डोनेसन बढ्छ कि भन्ने हाम्रो एउटा धारणा छ। अर्को भनेको हामीले यसरी नै कन्टिन्यू प्लान डु स्टडी एक्ट गरेर चाहिँ हाम्रो के प्रब्लम छ र कसरी त्यसले इन्टरभेन गर्ने भनेर कन्टिन्यू यो प्रोसेसहरू चाहिँ हामी गरिरहेका छौँ र यसको लागि बिचबिचमा हामीले चाहिँ रेगुलर इन्फेक्सन कन्ट्रोल अडिटहरू पनि गरिरहेका छौँ। Veteran ma'am, HODs from different departments. एएमसीको अडिट जस्तो छ यो 1 वर्षको भइसकेर फेरि 1 वर्षमा हामीले के गर्यौँ जस्तो एउटा जानकारीको लागि पनि थियो, प्लस सेलिब्रेसन गर्न जरुरी थियो बिकज वी हेभ एक्सपेक्टेसन्स एन्ड च्यालेन्जेस। सो बेसिकली वी हेभ एक्सपेक्टेसन्स, इफ यू क्यान ओभरकम द च्यालेन्जेस वी क्यान मिट द्याट एक्सपेक्टेसन्स। र त्यो छ त्यो विचारमा चाहिँ हामीले राम्रो गरिरहेको छौँ होइन। अनि प्लस सबैजनाले एप्रिसिएट गर्नुहुन्छ। अनि विशेष गरी स्टार्ट भएकै अब निशा म्यामको जुन भिजन थियो र यो बिल्डिङ बनाउनुदेखि लिएर हरेक चिजमा चाहिँ म्याम नलाग्नु भएको भर्खर यति पनि गर्न गाह्रो थियो। भन्छु भन्नुभएको थियो हाउ डिड वी ओभरकम द्याट च्यालेन्जेस। त्यो इन्फेक्सन कन्ट्रोल चाहिँ कसरी गर्न सक्यो भन्दा चाहिँ हाम्रो मिल्क डोनेसन एक्सप्रेसन एरिया चाहिँ सेपरेट थिएन अथवा हुँदा पनि त्यो कन्टामिनेटेड एरियामा थियो कि। अनि त्यो म्यामले नै त्यसलाई चाहिँ ठ्याक्कै एसी हुने ठाउँमा जहाँ चाहिँ मदरलाई अब पसिनाहरू आइरहेको हुन्छ त्यसले पनि कन्टामिनेट हुन्छ एक्सरे गर्ने कोठा थियो त्यसलाई चाहिँ उता हामी पर सारेर एटलिस्ट मदरको लागि र त कन्टामिनेसन चाहिँ धेरै कम भयो क्या। सो त्यो पार्ट चाहिँ एकदम प्रोग्राम गर्न सक्यो जुन डक्टर रिचाले पछि भन्छु भन्नुभएको थियो। सो स्टिल वी आर ओभरकमिङ च्यालेन्जेस and in coordination with the Department of Microbiology because they are very easy to access and they are very much helpful for all staffs, in charges and healthcare helper. With this, I want to request Nisha ma'am to come and appreciate our nursing staff. Thank you very much.
so well. बहुत अच्छी लागेको थियो जुन भएन भने यो भएन भने they have been working very hard, going everywhere, looking all, even cleaning bottles themselves because of infection that we had in challenges. They need to be appreciated, Logra. Congratulations, happy anniversary. दिदीहरू जुन उहाँहरूले हो इन्फेक्सन कन्ट्रोलमा एउटा सानो भूमिकादेखि ठुलो भूमिकामा आएर सानो काम गरेर ठुलो रिजल्ट दिने उहाँहरू सानो गिफ्ट छ उहाँहरूको लागि र हाम्रो दुई शब्द भनेर उहाँहरूले चाहिँ धन्यवाद ढोक्रा यस सञ्जीवनी सिएलएमसीको वार्षिक सभामा उपस्थित हुनुभएका हाम्रा विद्यार्थी डिपार्टमेन्टले जुन म्याम प्रोफेसर डाक्टर नरेन्द्र भट्ट सर डाक्टर रत्ना विभिन्न डिपार्टमेन्टबाट आउनुभएका डक्टरहरू नर्सिङ इन्चार्ज ड्युटी म्याट्रोन सम्पूर्ण जिया डक्टरहरू स्टाफहरू उहाँको वेलकम एन्ड नमस्कार। जुन अहिले अब प्रगति विवरण हामीले हेऱ्यौँ होइन त्यो हेर्दा एकदमै हामी अगाडि बढिरहेको छौँ भन्ने लाग्यो र बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद। र मेन त जुन म्यामले जुन इनिसिएसन दिएर होइन हाम्रो म्यानेजमेन्टले पनि इनिसिएसन दिएर जुन यो सिएलएमसीको स्थापना गर्न सफल भयौँ त्यसको लागि म्यामलाई धेरै धेरै धन्यवाद। अब आउँदा दिनहरूमा जुन आइपिसीको पनि कुरा आयो अघि डक्टरले पनि भन्नुभयो त्यसको लागि सायद अब स्टाफ भएसम्म र जुन माइक्रोबायोलोजीले पनि धेरै नै हेल्प गरिरहनु भएको छ त्यही अनुसार चाहिँ हामी अगाडि बढ्नेछौँ र एउटा जुन स्टाफ चाहिन्छ भन्ने छ त्यो पनि भर्सक एउटा इन्चार्ज पनि हामीले दिएको थियौँ तर इन्चार्ज अब कारणवश चाहिन्छ भन्ने पनि मैले फिल गरिरहेको छु र एउटा इन्चार्ज पनि नर्सिङ इन्चार्ज पनि राखिन्छ त्यसमा डक्टरहरूको साथ सपोर्ट त सधैँ नै हुन्छ। जुन हाम्रो बच्चाहरूले यति धेरै आमाहरूले डोनेट गरेर बच्चाहरूले जुन फाइदा लिन पायो आर्टिफिसियल फिडिङ मिल्क भन्दा पनि मदरको दुध नै के त अमृत समान हुन्छ भन्ने जुन प्रावधान छ होइन त्यसले गर्दाखेरि अझ आउँदा दिनहरूमा यो जुन हामीले वार्ड वाइज ओपिडीमा त हामीले काउन्सिलिङ गरेर जुन डोनेट गर्ने प्रावधान बनायौँ अलिकति कम्युनिटीमा पनि अवेरनेस गर्नुपर्ने हो कि अहिले त जे पनि अब सोसियल मिडियामा आउने र बिपिक्याचेसले पनि पब्लिसिटी गर्ने भइरहेछ सायद हामीले त्यो पनि कोअर्डिनेसन गरेर एउटा मिडियाहरूमा पनि निकाल्नुपर्छ कि भन्ने पनि उयो भएको छ। र अन्तमा सम्पूर्णमा यसरी यो कार्यक्रम जुन 1 वर्ष मनाउन पायौँ अझै आउँदा दिनहरूमा अझै प्रगति होस् भन्ने शुभकामनासहित आफ्नो मन्तव्य अन्त्य गर्न चाहन्छु। धन्यवाद। हाम्रो स्टाफहरूलाई यसरी हेरेरहरूलाई साइड लाग्यो सबैको इफोर्ट हो नि त यो होइन सबैको एफोर्ट हो सबैको। कार्यक्रम सर्ट एन्ड स्विटमा नलाई र आफ्नो तर्फबाट उहाँले गरेको योगदान सराहनीय नै छ हाम्रो लागि र हामी जहिले पनि एप्रिसिएट गरेर आउँछौँ। जस्ट आफ्नो 2 शब्द राखिदिनलाई अनुरोध गर्दछु। नमस्ते सबैजनालाई यहाँ उपस्थित निशा म्याम सर अनि मेट्रोन म्याम अनि डिप्युटी मेट्रोन म्याम फ्याकल्टिज रेसिडेन्ट कमन छ होइन। अनि म्याम अब यत्रो कुराहरू त भइसक्यो माइक्रोबायोलोजीको टिमबाट चाहिँ हामी 3 जना छौँ है। अब सुरुमा इनिसिएसन लिएको हामीले नै हो सबै हामीले बोलाएर त्यसमा हाम्रो टेक्या गर्ने हुनुहुन्छ उहाँहरू 2
दुईजना जहिले पनि लागि पर्ने कि तपाईँहरूसँग कम्युनिकेसन गर्दाखेरि पनि कतिखेर पठाउने स्याम्पल के गर्ने भनेर एकदम इजी गोइङ, किनभने हामीले पनि ल्याबमा धेरै सामानहरू जुटाउनु पर्ने हुन्छ। अब मिल्क आउने बित्तिकै तुरुन्तै त गर्न मिल्दैन नि त, त्यसमा कति ट्युब्सहरू लाग्छ, खोज्नुपर्छ, त्यो मिलाउँदाखेरि हामीलाई टाइम चाहिन्छ भन्दा कोर्डिनेसन अलिकति प्रब्लम भएको थियो सुरुमा, तर बिचमा चाहिँ सल्भ भएर पनि हामी म्यानेज भइरहेको छ, अहिले टाइममै आइरहेको छ होइन, त्यस्तो प्रब्लम छैन, सर्ट आउट भइसकेको छ। सुरुका दिनहरूमा चाहिँ अब मिल्क आउँथ्यो होइन, अब हामीलाई पनि एक्सपिरियन्स थिएन मिल्क कसरी गर्ने, कल्चर कसरी रिपोर्ट गर्ने, हाम्रो नै फर्स्ट एक्सपिरियन्स हो, हामी कहिले पनि गरेको थिएनौँ होइन। अनि हामीले बिचमा धेरै वर्कआउट गर्नु परेको थियो, किनभने जुन ट्रेनिङ दिन आउनु भएको थियो म्याडमहरूले चाहिँ उहाँहरूले चाहिँ यस्तो ल्याबको प्रोस्पेक्टिभमा त्यति धेरै कुन तरिकाले दिने भने चाहिँ रिपोर्टिङ अलिक कम भएको थियो, तर अरू ठिकठाक थियो होइन। तर मलाई प्रब्लम पर्दाखेरि चाहिँ उहाँहरूलाई मैले कम्युनिकेट गर्थेँ कि वाट्सएपमा। प्रोफेसर हुनुहुन्थ्यो होइन, साइजा मिर्सा प्रोफेसर भन्ने हुनुहुन्थ्यो, उहाँसँग त मेरो यति लामो त्यो च्याप्टर रिपोर्ट छ कि होइन, त्यो यस्तो आयो भन्दा उहाँले एकदम उहाँहरूकोमा हुन्थ्यो, उहाँहरूले रिपोर्टिङ स्टाइलहरू कसरी गर्ने के एकदम मलाई हेल्प भयो। त्यसपछि मलाई कन्फिडेन्स पनि आयो कि रिपोर्टिङ त गरिरहेको छ र बच्चालाई दिनु छ भने के होला भन्ने टेन्सन पनि हुन्थ्यो, एउटा एप्रिहेन्सन हुन्थ्यो कि मिल्क रिपोर्ट दिँदाखेरि चाहिँ मलाई हामीलाई टिमलाई चाहिँ एकदम गाह्रो हुन्थ्यो। अनि त्यसपछि उहाँले गर्दा टिमका रिपोर्टहरूमा चाहिँ अब त्यो नन स्टेराइलै आउँथ्यो, डिस्कार्डै गऱ्यौँ हामीले होइन। त्यसपछि हामीले इन्फेक्सन कन्ट्रोल टिम गएर हरेक इन्भाइरोमेन्टल स्याम्पलिङहरू पनि गऱ्यौँ, त्यसपछि स्याम्पलहरूबाट पनि के आयो हामी त्यसलाई सर्ट आउट गऱ्यौँ। अनि म्यामले कलेक्सन रुम सारिदिनु भएपछि त्यसमा के अरे अब कोलोनी काउन्टहरू कम हुँदै आएर अहिले चाहिँ हामी सेटिस्फ्याक्ट्रीमा छौँ। अब आइन्दा दिनमा पनि इन्फेक्सन आइपिसीले अझ ध्यानमा प्री पास्चुराइजलाई चाहिँ 0 बनाउने स्टेटमा, 0 त आउँदैन मिनिमम नै गर्ने हो। पास्चुराइजेसनको रिपोर्ट सबै स्टेराइल आएको छ होइन। त्यसले गर्दा अनि मलाई चाहिँ कस्तो कौतूहलता चाहिँ के लाग्थ्यो भने चाहिँ जस्तो हामीले मिल्क दिइसक्यौँ नि बच्चाहरूलाई, अब सिस्टरहरूसँग अनुभव होला, अब म्यामसँग पनि जुन त मिल्क पाइसकेको बच्चाको आउटकम चाहिँ के भयो भनेर चाहिँ अलिकति जान्न मन लागिरहेको थियो कि त्यो चाहिँ अब ड्यामबाट ट्याक्सापहरूबाट आउँछ होला होइन, के भयो होला त्यो बेबी कस्तो इम्प्रुभ भयो होला भनेर मलाई जहिले पनि त्यो राति आउने के खाइहाल्छ होइन। अनि त्यसले गर्दा चाहिँ हामी सबैजनाको इफर्ट हो होइन, पिडियाट्रिस्ट गाइनी सबै हामी टिमवर्क भएर काम गर्नु भने आमाको दुध अमृत समान हो, यसलाई हामीले अझ राम्रो गर्नुपर्छ, हामीबाट जे सस्तो सहयोग चाहिन्छ हामी तत्पर छौँ, त्यसको लागि धन्यवाद। Without microbiology, we are nothing. We cannot dispense milk, we cannot collect milk, we cannot pasteurize milk basically. Continuing this, there was a concept of milk bank, and Lisa ma'am proposed to department, and everybody gathered, everybody geared up how to make it happen. After so many ups and downs and so many glitches and glitches, it's happened. The first idea that who is going to do the openings, or let's say the CLMC, when it was on the 4th of February, and it was the idea of Professor Narendra Bhattaswal, that he gave idea that how to make it more compassionate and emotional and from kind point of view, because it's very compassionate and kind matter when a baby and mother and over the top mother's milk come. So he was the one who gave idea that the first born that very day, and she should be the first mother, either in labor room or OT. So basically it was his idea that she should cut the ribbon or initiate that opening ceremony. So I want to call upon Dr. to say some few words. I'm not an expert in this. I'm not expert in this. Shona Bharat, let me congratulate and then give our best wishes for this milk bank. What I was looking at is my data. Data is very interesting. Data is, if I look at data, for example, there are nearly 30,000 milliliter of the milk, 15,000 councils, counseling, and nearly 18 children have been given the milk, scientifically also. All these things are divisible by 3. Divisible by 3. So it's 3 divided there is. Scientifically. It's quite scientific and philosophical also to look at this. If you look at this, it's very important thing that for any natural system to grow and sustain, you require 3. Okay, right? For example,
पिरामिड हेर्नुभयो भने 3 साइड छ, त्यस्तै पाई हेर्नुभयो भने 3/27 छ हैन, ठिक छ। अब इफ यु लुक एट द साइन्स अफ दिस अल्सो, pediatrics, gynae ops, microbiology, 3 departments. Again, if you look at the thing, the mother, the child, the donor, again there is the three. Right? Again, if you look at the again by the doctors, sisters, health aides, again three, right? Again three. Right? So looking at this thing, I think this is quite a natural system, and it is bound to get stabilized and bound to grow. Right? All the natural systems are growth by the 3, right? And then if you look at the birth of the child, also 9 months divisible by 3, right? So everything is a 3. It's just data that is what speaking, and it's just the data, right? So again, once again, best wishes for the success and growth of this. Thank you very much. That was again an innovative idea. Every data is divisible by 3, and in so many ways and around we have 3 in common. Now we have to come to conclusion part. So I'd like to thank everybody for their presence, your presence, for ma'am presence, for everybody's presence. Because over the top, it was envisioned by ma'am, Nisha ma'am, and then with the help of Path Foundation and everybody's it was made now. After it becomes functional, with the coordination of every department. So as already mentioned that neural division, faculties from Department of Pediatrics, neural division, gynae department, microbiology department, nursing staff, in charges of our own NICU and health aid, helpers. So everybody was there to help us, and over the top, it has been running with the help of junior residents, senior residents there, and under the guidance of Professor Nizaki, Dr. Ma'am. So it is running, and it is running with the help of you all people from all the departments, and mothers are donors. They are from postnatal wards. They are still, we are counseling from antenatal ward, so antenatal ward, postnatal ward, MCH1, MCH2, all the in charges from all the departments. I want to say a big a special thanks to Dr. Lisa and Dr. because they had to print the data and overnight they had to prepare everything. So that's why it's a big thank to Dr. Lisa and Dr. Sam to make it happen, along with all the staff of our department. So at the end, I want to thank everybody for your presence, for your kind and calm listening and giving us feedback, appreciating us, and obviously we'll hope to see you again next year when we present another annual data. Thank you. Please refreshment. A few moments later. Welcome, Asma. जुन हामीले पिडिएसएम दिएको उसको अबाउट बेबी हो है, बेबी कस्तो छ उहाँकै उसबाट सुन्न चाहेको हामीले। बेबी अहिले राम्रो छ, म धेरै खुसी छु ल्याएर होइन। अब जस्तो सोचेको थिएँ त्योभन्दा बेसी मैले साथ सपोर्ट पाएँ। मैले कतिचोटि डोनेट पनि गरेँ, कतिचोटि लिएँ पनि। म धेरै खुसी छु। अरूले पनि पाउनु होला, सपोर्ट गरेको राम्रो हो। थ्याङ्क यू भेरी मच है, थ्याङ्क यू आइदिनु भयो है, थ्याङ्क यू। हामीले यसरी नै तपाईँहरूको जस्तो कम्युनिटीमा सपोर्ट गयो भने हुन्छ। थ्याङ्क यू। बस न। आज अब राम्रो हुँदै गयो, म धेरै खुसी छु। यस्तै साथ सपोर्ट होइन अरूलाई पनि मिलोस्, अरूहरूले पनि हौसला नहार्नु। स्टे भयो अनि यो हस्पिटल बसाइ कस्तो लागिरहेछ? एकदम राम्रो, सबैको साथ सपोर्ट पाएँ, धेरै खुसी लागेको छ। सिएलएमसी फ्यामिली र हाम्रो यहाँ नर्सरीमा भएको बेबीको मदर हुनुहुन्छ। आज चाहिँ बेबी 2 months पनि भएको छ र बेबीले आजबाट ब्रेस्ट फिडिङ गर्न थालेको छ। म एकदम खुसी छु। आजदेखि मेरो बेबीले दुध आफै छातीबाट पिउन थालेको छ। मैले एक्सपेक्ट पनि गरेको थिइनँ यति धेरै चेन्जेस आउँछ। म यसरी खुसी भएर
बस्छु होला भन्ने र कति फ्रस्ट्रेसन डिप्रेसन भयो त्यो मलाई नै थाहा छ। आज यति खुसी भएको छु होइन, म शब्दले व्यक्त गर्न सक्दिनँ। धन्यवाद सिएलएमसी फ्यामिली साथ सपोर्टको लागि। मेरो प्रिमेचर बेबीलाई कतिचोटि हजुरहरूले दान गरेको दुधहरू खुवाइदिनु भएकोमा दिन पाऊँ, धेरै हुँदा दिन पाऊँ होइन, अरू प्रिमेचर बेबीलाई हेल्प होस्। थ्याङ्क यू। नमस्ते। आज चाहिँ हाम्रो सिएलएमसीको चाहिँ एनिभर्सरी हो, जो चाहिँ 1 वर्षबाट। अनि मेरो तर्फबाट सम्पूर्ण डक्टरहरूलाई, इन्चार्जहरूलाई, साथीहरूलाई, हेल्पर दिदीहरूलाई धेरै धन्यवाद हाम्रो सहयोगमा सपोर्ट गरेकोमा। थ्याङ्क यू सो मच। खड्का ब्लग र बहिनीको ब्लगमा सबले सब्सक्राइब गर्नु।